जस पाइराख्नु भएको छैन, जीवनमा अगाडि बढ्न गाह्रो भइरहेको छन्, भनेको जस्तो केही पनि भइरहेको छैनन्। जति पनि अगाडि बढ्न चाहे भने अगाडि बढ्न सकिराख्नु भएको छैन। कुनै शस्त्र अस्त्र, कुनै पनि उपाय तोडका काम गरिरहेको छैनन् भने मित्रहरू आत्तिनु पर्दैन। उपाय छ, टिप्स दिँदैको लागि यस्तो रहेको छन्। आइतबारदेखि शनिबारसम्म यहाँहरूले आफूलाई एनालाइसिस गर्नुहोस्, कुन बार तपाईँको राम्रो भएर जानेछन् र कुन बार नराम्रो भएर जानेछन्। जुन बार नराम्रो छन् त्यसको उपाय गरौँ। आफैबाट सेल्फ हिलिङको रूपमा यसलाई अगाडि सारेर जान सक्नुहुनेछन्। यसको लागि आइतबार मान्नुहोस् खराब भयो भने ओम घृणी सूर्याय नमः, सोमबार खराब पर्यो भने ओम सुम समाय नमः, मंगलबार खराब पर्यो भने ओम अंगारकाय नमः, बुधबार खराब पर्यो भने ओम बुम बुधाय नमः, बिहिबार खराब पर्यो भने ओम ब्रिम बृहस्पतिय नमः, शुक्रबार खराब पर्यो भने ओम सुम शुक्राय नमः, शनिबार खराब पर्यो भने ओम सम शनिचराय नमः। यो सबै बार ठिक छ, तर पनि अप्ठ्यारो भइरहेको छन् भने ओम राम राहवे नमः, ओम केम केतुवे नमः। यति गरेर हेर्नुहोस्, यी मन्त्रहरू सूर्य उदय भन्दा पहिले या सूर्यास्त पछि 108 चोटि याद रहोस्। सूर्यको मन्त्र उदाउँदो सूर्यसँग र चन्द्रमाको मन्त्र उदाउँदो चन्द्रमासँग गर्न पक्कै पनि नबिर्सनुहोला। यो टिप्स दिएले तपाईहरुको जीवनमा नयाँ परिवर्तन लिएर आउनेछन्। घरमै बसी बसिकन सजिलो रूपले अगाडि बढेर जान सक्नुहुनेछन्। याद रहोस्, यसलाई अगाडि बढ्नको लागि विशेष रूपले फोकस भएर अगाडि बढ्नुपर्ने एकदमै जरुरी छ। साधक हुनुपर्ने जरुरी छ। जीवनमा परिवर्तन हुन्छ, परिवर्तन भएर छाड्छ र परिवर्तन हाम्रोको लागि हो। उसले गर्यो भने हामीले किन नपाउने। शुभ रहोस्, आउने दिन अगाडि बढोस्। नमस्कार।